सो हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ आजको मेरो छोटो मिठो मिनी भ्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। साथीहरू, आज चाहिँ हामीले घरमै चाउमिन पकाएर खाँदैछौँ। त्यसको लागि मैले तातो पानी तताएँ। यता चाहिँ मेरो बुढाले टमाटर काट्दै हुनुहुन्छ। हामीले टमाटर थालमा हाल्यौँ। थालमा हालिसकेपछि मेरो छोराले प्याज कलाउँदैछन्। आँसु आयो भन्दै पार्रा गरिरहेछन्। मेरो बुढाले चाहिँ यता प्याज काट्नुभयो। प्याज काटिसकेपछि यसलाई हामीले बोड्कामा खनायौँ। बोड्कोमा खनाइसकेपछि यता चाहिँ खुर्सानी काट्दै हुनुहुन्छ। यो चाहिँ मेरो बुढा। यता पानी तातिसकेको रहेछ। मैले यसमा चाउमिन हालेँ। 2 पोका चाउमिन थियो, आधा केजीको। साथीहरूले हामी चाहिँ घरमै पकाएर खाँदैछौँ। अनि चाउमिन बोइल भइसकेपछि मैले यसलाई यता खनाएँ। खनाइसकेपछि मैले यसमा चिसो पानी हालेँ। चिसो पानी हालिसकेपछि एकछिन चलाएँ। त्यसपछि मैले कराई बसालेँ। कराई बसालेपछि तेल हालेँ। तेल डढिसकेपछि यसमा मैले हालेँ प्याज हालिसकेपछि खुर्सानी हालेँ। खुर्सानी हालेपछि टमाटर हालेँ। टमाटर हालेपछि मैले एकछिन चलाएपछि मैले यसमा बेसार हालेँ। बेसार हालेपछि नुन हालेँ। त्यसपछि मैले यसमा चाउमिन हालेँ। चाउमिन हालिसकेपछि मैले यसमा सस हालेँ। सस हालिसकेपछि मैले यसमा भिनेगर हालेँ। भिनेगर हालेपछि अजिना हालेँ। अजिना हालेपछि मिक्स गरेँ मैले। साथीहरू देख्नु नखाने खमखम भएको थियो। मेरो बुढाले त खाइहाल्यो है। कस्तो छ बुढा भनेको त मिठो छ रे। ल म नि खान्छु ल। फर्स्ट बाइट खाएँ ल, कस्तो छ भनेको। मिठो भएर रहेछ। यति नै ल गाइज, बाई बाई।